12:30 यता साइरनको यो आलाप बज्दियो के हेर वाइ 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 पारेर सारा सब 12 क्या हुआ कुछ हुआ पूरा आदमी गया 12:30 सब तल गयो यार तनाव तल गयो रे भन्दैछ तल चाहिँ किन गयो त्यो थाहा छैन क्या फाल्टोमा आएको त सब तल गयो चलो त्यही पता करके आ रहे लाग्दैछ अब माथि अब बमी छतमा पड्किन्छ जस्तो लाग्दैछ यहाँनिर म सबभन्दा माथिको तल्लामा हो 4th तल्लामा लाग्दैछ विशाल गिर्नेवाला चाहिँ के छतमाथि हेरेर आएको त तराब लाग्छ यहाँ कोही छैन अहिले सब कोही छ तल कोही छैन यार तल क्या है यार 12:30 बजे उठा दिया है टाइम दिखाओगे टाइम दिखाओगे मेरे को 1 बजने वाला है अरे वो है ल केटा हो म पनि तलबाट घुमेर आइसकेँ अब म चाहिँ मर्ने बाँच्ने केही थाहा छैन भएको छ म चाहिँ मरेकै यही आज सुतेर है माथि साला सब दर्छेरुवाहरू उसलाई तल गएर उसलाई बसिरहेको थिएँ म चाहिँ घुमेर आइदिएको तलबाट चाहिँ के चाहिँ भएको छ एक्चुअलमा के भएको हो भन्दाखेरि दुवैमा यता कता कता मिसाइल बमसम झारो अरे कि अलर्ट बस होला भनौँ सब तल गएर बसिरहेछ म चाहिँ मर्न आइदिएको है म माथि म सुतेको भएको छ मेरो आँखा बन्दै बन्दै मिसाइल झर्छ भएको छ सुत्दिने हो ल स्टे सेफ सबैजनालाई हाम्रो नेपाल राजा होस् र अरू जति दुवै बस्ने गल्फ कन्ट्रीमा बस्ने केटाकेटी हो साथीभाइहरू हो राम्ररी बस्नु स्टे सेफ गुड नाइट सी यू सुन बाँच्यो भने चाहिँ टाटा